आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनेट 46 सेकेन्ड ढिलो थियौं भने आज 16 मिनेट 55 सेकेन्ड हामी ढिलो भएका छौं। जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं। नेपाली हो, नेपाली समय हो, 2 बजेको बैठक 3 बजे जाँदा पनि हुन्छ, 4 बजे जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौं, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनेट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु। हामी विभेदको अन्त्य गर्छौं भनेर यहाँ भनिरहेका छौं। भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो, आफ्नो मनको कुराहरू। तर यहाँ यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनेट बोल्दा पनि हुने, 40 मिनेट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले हैन 3 मिनेटमा सकिहाल्नुपर्ने, 2 मिनेटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौं। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईको चाहिँ के रे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु। म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो त? हिजो इतिहासमा हामीले के गर्यौं, कसले के गर्यो, कुन नेताले के गर्यो, कतिको तपाईको हामीले संघर्ष गर्यौं, के गर्यौं भनेर आवश्यक छ जस्तो मलाई लाग्दैन। हामी के गरिरहेका छौं आज र भोलि के गर्ने हो भन्नेतर्फ सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदाखेरि यस्ता कुराहरूलाई पनि समावेश गरोस् भनेर चाहिँ म यहाँ जनताको मागहरू, राष्ट्रिय स्वाधीनताको, हाम्रो सम्प्रभुताको, जनताले चाहेका कुराहरू के कस्ता छन् त भन्ने कुरा